ल भाइ बहिनीहरू त यहाँ मजाले उभिएर पो बसिरहेको रहेछ। तपाईँ चाहिँ के यहाँ घाम लाग्ला र तापौँला भनेर बस्या हो कि शीतल खाना आएको? ल अलिक खिचिदिएको त हाँसिएको छ, बोल्नु ओर्नु छैन, खुब भाउ बढिया छ भाइ बहिनीहरूको होइन। अब हुन त अहिले नुनदेखि सुनसम्म भाउ बढेको बेलामा भाइ बहिनीहरूको मात्र भाउ नबढ्ने कुरै भयो। तपाईँहरूको मात्र के कुरा हेर्नु, अझै मेरो बुढीको पनि धेरै भाउ बढिया छ हेर्नु है। पहिला पहिला भएदेखि ए बुढी भोगलाई चाहिँ यहाँ खाना बनाउनु पर्दैन भन्न पाएको छैन। भान्सामा गएर खाना खाना तयार पारेर बुढा खाना तयार भयो पस्थ्यौँ भन्न आउँथ्यो। लुगा धोएर राख्ने त्यहाँ भन्न पाएको छैन, लुगा सुगा धोएर टक्क सुकाएर पट्याएर राख्थ्यो। घर कति फोहोर बनाएको यो सफा गर्नु पर्दैन भन्न पाएको छैन, घर चिरी च्याट्ट पार्थ्यो। अब अचेल त बोल्नै हुँदैन भने अहिले त खाना बनाउनु पर्दैन भन्न पाएको छैन। मेरो मात्रै हात खुट्टा छ र तपाईँको त्यो छैन र अब भन्छ बा। लुगा धोएर राख्नु त आफ्नो लुगा आफू धुन सकिन्न अब भन्छ बा। निकै मुख चलाउने भएको छ। अनि उनको चाहिँ मुख चल्छ, मेरो चाहिँ फेरि हात खुट्टै चल्छ हो भने। अब हुन त मेरो बुढीलाई उक्साउनेहरू छन् क्या यो गाउँमा, के भनेर उक्साउँदो रहेछ। हेर्नुहोस् भाउजू अब अहिले त 21औं शताब्दी हो, अब अहिलेको जमानामा पनि तपाईँले मात्र काम गरेर हुन्छ घरको काम। अहिले त महिला पुरुष बराबर हो, बराबर हक अधिकार, बराबर जिम्मेवारी, बराबर अवसर, बराबर रोजगारी भनेर उक्साउँदो रहेछ बा। हेर्नुहोस् घरको काममा दाइलाई पनि लाउनुहोस् भनेर हेर्नु त। त्यस्तो नजाने कुरा सिकाएर अर्काको घर भाँड्नुहुन्छ त? अर्काको घरमा झगडा गराउने काम गर्नुहुन्छ त? नजाने गरेर महिला पुरुष बराबर भनेर लगाइदिएको छ। त्यस्तो पनि हुन्छ त कहीँ? यस्तो कुरा सुन्नुभन्दा बरु मलाई त हेर्नु बरु आनन्दले यहाँ बसेर एक सरको चुरोट तान्नु पऱ्यो। कहाँ राखेँ? हजुर के गर्न लाग्नु भयो अरे तपाईँ यहाँ बसेर? खोइ कहाँबाट को कहाँबाट को भनेर माथि हेर्नु यहाँ ए ओहो मान्छे यता त पल्लातिर हेरेर के गर्न लाग्नु भयो तपाईँ? तपाईँ जस्तो मान्छेले यसरी हाम्रो भाइ बहिनीको अगाडि बसेर चुरोट तान्छु भन्दा लाज लाग्दैन? के गर्नु नानी कस्तो आनन्द आउँछ। बरु तपाईँ पनि आइहाल्नु भयो बसेर सँगै चुरोट खाउँ। अब अहिले त महिला पुरुष बराबर भनेको छन् क्यारे बराबर चुरोट खाउँ। नचाहिने कुरा गर्नुहुन्छ। झन् म चाहिँ यतै चुरोट खान हुन्न है भनेर यहाँ सम्झाउनु खोज्दैछु, उल्टैलाई तपाईँ पनि आइहाल्नु भयो। महिला पुरुष बराबर हो, बराबर चुरोट खानु आनन्द आउँछ। आनन्द आउने होइन क्या दाइ, आनन्द जान्छ, गइसक्यो। चुरोट सल्काएको छ कहाँबाट आनन्द आउनु कहाँबाट जानु भनेपछि तपाईँलाई आनन्दराम दाइको बारेमा केही थाहा छैन? ए आनन्दरामको कुरा गरे अनि के कुरा गर्नु के भाषा र त्यसलाई भर्खर त भेट्या ल अस्ति भर्खर भेट्या त्यही अस्ति त हो त कुरा पनि। तपाईँहरू यही बाटोबाट मजाले चुरोट बुङ बुङ उडाउँदै हिँड्नु भएको हो कि होइन? त्यसपछि घर जानुभयो आफ्नो। घर गएपछि त आनन्दराम दाइलाई त दम बढेर गाह्रो भएछ अनि त्यसपछि उहाँ हस्पिटल जानु भएछ। अनि डाक्टर साहबले पनि मजाले सम्झाउनु भएछ, हेर्नु है तपाईँले चाहिँ यसरी यो धुम्रपान सेवन गरे भएर चाहिँ तपाईँलाई धेरै किसिमको रोग देखा परिसक्यो, छोड्नु पर्यो है, छोड्नु पर्यो, नत्र आज हो कि भोलि हो भन्न सकिन्न भनेर सम्झाउनु भएछ। आनन्दराम दाइ झन् उल्टै डाक्टरलाई पो थर्काएर आउनु भएछ। भनेको कुरा नमानिकन उल्टै हेर्नुहोस् आजसम्म म बाँचेको भने यही चुरोट तानेर हो। तपाईँले मलाई आज हो कि भोलि हो भनेर त भन्नुभयो, तर तपाईँ हेर्दै गर्नु यही चुरोट तानेर म कति दिन तपाईँलाई बाँचेर देखाइदिन्छु, अहिले मर्छु म भनेर झन् फर्काएर पो आउनुभएछ उल्टै। डक्टरको कुरा नसुने त्यही राति उहाँ हार्ट एट्याक भएर अस्पतालको बित्नु भयो। के भने होला नानी आनन्दराम मऱ्यो भने खबर सुनाएर मलाई तर्साउनु नखोज्नु। अब उनी मऱ्यो भन्दा म पनि मर्छु होला त। उनी मऱ्यो भन्दैमा म पनि मर्छु होला त अरे हजुर। झन् सम्झाउँदैछु कस्तो खालको मान्छे तपाईँ। उहाँ डक्टरले भने नमानेर उहाँ आनन्दराम दाइ त जानुभयो। अब मैले भनेर नमाने भने तपाईँ नै आज हो कि भोलि हो के थाहा भने हेर्नु यसरी यो चुरोट धेरै सेवन गर्दाखेरि मान्छेहरूलाई धेरै खतरनाक रोग लागेर धेरैले अल्पायुमा आफ्नो ज्यान गुमाइसके। धनको नाश ज्यानको नाश कति दुःख पाइन्छ हो कि होइन? अब ऊ मऱ्यो भन्दैमा म पनि मरौँला त भनेर भनिराख्नु भएको छ। अब उहाँ पनि आज हो कि भोलि हो के थाहा,
हार्ट एट्याक भएर तपाईँ पनि भाउजूको के हालत हुन्छ तर्साउने कुरा नहुनु यो खालि मासु जाने मर्ने कुरा नहुनु यहाँ मान्छेको यहाँ फोन आएछ तपाईँ त्यही चाँडै मासतिर जाने चिज खाइराख्नु भएको छ अनि के थाहा भने ए पक्नु नानी मेरो यहाँ फोन आयो कसले खै यो पछाडि 2-3 नम्बर सेभ पनि गर्नु भएको रहेन त हेलो हजुर ए हो म अर्तिराम दाइ नै बोल्दैछु के अरे बजारको कालिम्पोङ आवाज छ अरे ए हामी स्कुलमा छौँ भन्नु न ए हामी यो कुण्डलेश्वर माध्यमिक विद्यालय छ नि बाबु माथि हो त्यहाँ छौँ के बाबु के अरे बच्चाकै कुरा गर्नु थियो अरे ए पढाउने भनेर होला कहाँ राम्रो छ भनेर सोध्नुभयो भने हाम्रो यही स्कुल गएको छ यहाँ पढाउनु भन्छ क्या तेरिका नानी कुरै नबुझी प्याप्चा प्याप्चा नबोल्नु न भने किन पढाउनुको लागि पहिला जन्माउनु परेन भने बच्चा जन्माउने कुरा हुन्छ हजुर त्यहाँ मान्छेहरू छ भने अलि एकान्तमा जानु रे किन गम्भीर कुरा छ अरे ए ल बाबु भन्नु बाबु के कुरा गरे भने पहिले 2-2वटा छोरी भइसकेका छन् फेरि किन छोरी जन्माउनु पर्यो भने तपाईँलाई के भन्नुभयो दाइ तपाईँको श्रीमती हो कि होइन डक्टरलाई किन सोध्यो उहाँले आफ्नो श्रीमती हो कि होइन भनेर ए नानी एकछिन चुप लाएर बस्नु यहाँ गम्भीर कुरो भइरहेको तपाईँको श्रीमती हो कि होइन अनि तपाईँको श्रीमतीको पेट हो कि होइन हो भनेदेखि तपाईँको आफ्नो श्रीमतीको आफ्नै पेटभित्र रहेको तपाईँको आफ्नै निजी सम्पत्ति छोरा हो कि छोरी भनेर जान्ने हक अधिकार तपाईँलाई छ के नचाहिने कुरा तपाईँलाई यत्रो अहिले प्रविधिको विकास भइसकेको छ छोरी रहेछ भने त गर्भपतन गराए भयो भने छोरा रहेछ भने चाहिँ मजाले फिलिलिली हुने गरी पार्टी खानुपर्छ है बाबु अस्ति हाम्रो श्याम बहादुरको पार्टी कसरी खाइरहेको थियो ए हेलो हजुर ए पार्टीको कुरा गर्ने बित्तिकै बोल्नै छोड्नुभयो त हेलो हजुर हजुर ए चिन्नु भएन भन्नुभएको ए हजुरलाई पनि म चिन्न त चिन्दिनँ तर हाम्रो अर्तिराम दाईको यो नचाहिने सल्लाह सुनेर चाहिँ अब म चुप्पो लागेर बस्नै सकिनँ अब हजुरसँगै कुरा गरौँ भनेर अब हजुरहरू दुईजनाको कुरा यसो बुझेर ल्याउँदाखेरि त हजुरलाई पनि छोरा नै चाहिए जस्तो कुरा गर्दै हुनुहुन्छ चुप लाग्नु न हेर्नुहोस् दाई यसरी गर्भमा रहेको बच्चाको लिङ्ग पहिचान गर्न खोज्नु अपराध हो अपराध थाहा छ कि छैन हजुरलाई हजुर अहिलेको जमानामा आएर पनि यसरी छोरा छोरी भनेर विभेद गर्नुहुन्छ यस्तो कार्य चाहिँ आजैबाट बन्द गर्नु पर्यो क्या दाइ अब तपाईँ आफै हेर्नुहोस् न अब जुन स्थानमा छोरा मान्छे पुगेर प्रगति गरेर नाम कमाए अहिले छोरी मान्छे पनि त त्यो ठाउँसम्म पुगेर प्रगति गरेका छन् नाम कमाछन् छोरी मान्छे पनि पढे लेखेर कहाँ पुगिसके के बनिसके अनि तपाईँ चाहिँ अझै पनि यसरी छोरा छोरी भनेर बस्ने हो त अब हाम्रो अर्तिराम दाईलाई नै हेर्नु न उहाँलाई अस्ति त्यस्तो बिरामी भएर उहाँ कस्तो अप्ठ्यारो अवस्थामा हुनुहुन्थ्यो कि होइन त्यो बेलामा उहाँको बिहे गरेर गएका दुईटा छोरीहरू आएर उहाँलाई त्यसरी उपचार गराउनु भयो अहिले यसरी बचाएर राख्नु भएको हो कि होइन तपाईँले पनि देखेकै कुरा हो नि त हो कि होइन भन्नु त अनि उहाँले यसरी भड्कायो भन्दैमा तपाईँ भड्केर यस्तो नचाहिने काम गर्न खोज्नुहुन्छ त अनि उहाँको कुरा नसुन्नु है नसुन्नु उहाँले त यसै गरी मान्छेलाई नचाहिने कुरा सिकाउने मान्छेलाई भड्काएर यस्तै नचाहिने काम गराएर जेल पठाउने काम गर्नुहुन्छ जेल हो त त्यही भएर अब तपाईँले बुझेर अरूलाई पनि बुझाउनु पर्यो त हजुर हस् ल नमस्कार है त हस् तपाईँ अपराधी हो बुझ्नुभयो तपाईँ अपराधी कस्तो नचाहिने मान्छे तपाईँ यसरी अर्काको पेटमा भएको बच्चा मार्न खोज्ने तपाईँ अपराधी ए नानी अपराधी नै नभने हुन्छ अब तपाईँको कुरा सुन्दा मैले अलि गलत सरसल्लाह दिएँ कि जस्तो अब मेरै उदाहरण दिँदाखेरि यसो सम्झेँ क्या मैले अब मेरो दाईकै कुरा गरौँ न मेरो दाई भर्तिराम दाई अब मेरो दाईको 3टा छोरै छोरा 3टा छोरा अब मेरो 2टी छोरी नै छोरी अनि आफूलाई चाहिँ एउटा छोरो भए कस्तो राम्रो हुन्थ्यो जस्तो लाग्ने नि त तर तपाईँले भने सुन्दाखेरि यसो विचार गर्ने हुन त हो है अब मलाई अस्ति 3-4 महिना निमोनियाले थला पार्यो है अब त्यो बेला मेरो बिहे गरेर गइसकेका छोरीहरू नै आएर बिचरा मलाई औषधि उपचार गर्ने तातो पानी बनाएर खुवाइदिने यताउता गरेर स्याहार सुसार गरेर अहिले बचाएर राखेको छ अब मेरो दाइको यसो विचार गर्छु म 3टा छोरा त छन् 3टा छोरा अब एउटा विदेश पठाएर ऋण गरेर त्यत्रो गरेर
अब अहिले विदेश गइसकेपछि महिनामा एकचोटि पनि फोन गरेर बुवा आमा कस्तो छ भनेर सोध्दैनन् ल हेर्नुहोस् महिला र पुरुषमा विभेद गर्छ रे महिला र पुरुषमा विभेद गर्छ रे मै ठुलो अरू मलाई पाल मतलब भन्छ रे मायालु मायालु अधर्मितेशलाई श्रीमती कुर्ता मजा आउँछ रे अधर्मितेशलाई श्रीमती कुर्ता मजा आउँछ रे पाल्पा गराइदिए धर्म हुन्छ भन्छ रे ले हजुर मायालु everybody मायालु मायालु let's talk मायालु नमस्कार है बिमी दिदी नमस्कार आरामै हुनुहुन्छ ल अर्तिराम दाइ नमस्ते बहिनीले चाहिँ नमस्कार बहिनी माया गरेर मलाई चाहिँ अर्तिराम दाइ नमस्कार के तालको नमस्कार हो यो तपाईलाई त यो नमस्कार पनि बढी हुन्छ तपाईलाई त नमस्कार हैन तिरस्कार गर्नुपर्ने हो किन नि मलाई चाहिँ तिरस्कार फेरि के कुरा गर्नुहुन्छ यो नानी पनि तपाई त आफ्नो श्रीमती यानि कि हाम्रो भाउजूलाई गाली गर्नुहुन्छ रे कुटपिट गर्नुहुन्छ रे रातो 12 बजे ओइ तँ यो घर छोडेर गइहाल घर छोडेर गइहाल भन्नुहुन्छ रे अनि हाम्रो स्कुलको सर म्यामहरु सम्झाउन जाँदाखेरि हो मैले मेरो श्रीमतीलाई कुट्या हो मैले मेरो श्रीमतीलाई ट्र्याक किक पनि हाने हो मैले मेरो श्रीमतीलाई फ्रन्ट किक पनि हाने हो मैले मेरो श्रीमतीलाई राउन्ड किक पनि हाने हो मैले मेरो श्रीमतीलाई फ्ल्याङ्क किक पनि हाने हो हाने त हाने मेरो श्रीमतीलाई हाने तिमीहरूको श्रीमतीलाई हान्दैछ ल तिमीहरूलाई तिमीहरूलाई भन्नुहुन्छ रे किन गर्नुभयो यस्तो किन त्यस्तो गर हो नानी जे सुन्नुभयो तपाईँले ठिक सुन्नुभयो होला मैले मेरो श्रीमतीलाई गाली गरे नि हो कुट्या नि हो पिट्या नि हो अब आफ्नो श्रीमतीलाई अलिअलि गाली गरेन कुटपिट गरेन भने त यी श्रीमती भनाउँदाहरू टाउकामा चढिहाल्छन् यिनीहरूलाई तहलाएर राख्न सकेन भने त हेर्नु घर बिग्रिन्छ त्यही भएर त्यही पनि नानी अब जे गरे मैले मेरै श्रीमतीलाई गरेँ नि अर्काको श्रीमती गरे बाबु अर्काको टाउको दुख्ने यिनीहरूलाई किन टाउको दुख्नु पर्ने गाउँले ठुलो काम गरेर जे गरे मैले मेरै बुढीलाई गरे भनेर ढाक्ला छ अझ तपाईले जे गरिराख्नु भएको छ यो लैङ्गिक हिंसा हो बुझ्नु हो लैङ्गिक हिंसा त हुँदै हो अमानवीय कार्य पनि हो कानुनी रूपमा जघन्य अपराध हुँदै हो त यस्तो प्रकारको हिंसा कसैलाई पनि गर्नु हुँदैन श्रीमानले श्रीमतीलाई पनि गर्नु हुँदैन श्रीमतीले श्रीमानलाई पनि गर्नु हुँदैन कसैले पनि यसरी कुटपिट गर्ने अपशब्द बोल्ने यस्तो कार्य कसैले पनि गर्नु हुँदैन बुझ्नुभयो यो अपराध हो अपराध हो यस्ता अपराधका कुरा छोड्नु नानी व्यवहारका कुरा गर्नुहोस् अब हेर्नु त्यसरी तहलाउनु भने त उल्टो आफूलाई तहलाउँछन् श्रीमतीले मेरै साथी सुरेशको कुरा हान्नु न त्यसलाई जहिले श्रीमती कुट्छन् ड्याम कुटेर अस्ति कुनामा थचक्क हुनेले कोखा हान्दैछ किक हान्दैछ श्रीमती चाहिँ ब्ल्याक बेल्ट क्या पहिला कराते सिकेको वाक्कै लात्ताले खान्दैछ कोखा उठ्ने नसक्छ के कुरा गर्नु आफ्नो श्रीमती एउटा तहलाउन नसक्ने त्यस्ता नामहरू त हो त्यो आफूले तहलाउन सकेन भने उल्टो उनीहरूले आफूलाई तहलाउँछन् त्यही भएर श्रीमती भन्नेहरूलाई त्यसरी तहलाएर राख्नुपर्छ हेर्नुहोस् यो त हाम्रो पहिलेदेखि चल्दै आएको चलन पनि हो क्या नानी पहिला मेरो हजुरबाले पनि हजुरआमालाई खुब कुट्नुहुन्थ्यो त्यति बेला हामी यस्तै सानो सानो भान्टाङ भुन्डुङ थियौँ हेर्नु त्यति बेला मेरो हजुरबाले हजुरआमालाई कुटेर मलाई भन्नुभएको थियो हेर नाति केटा यसरी तहलाएर राख्नुपर्छ बुढीलाई भनेको भनेर यसरी कस्केर ड्याम्म हान्ने भएको हजुरआमा डराएर यसो छल्दाखेरि झन् गालामा हिर्काएको कानमा ड्याम्मै कानको जाली फ्याट्टे अब त्यसपछि एउटा कान सुन्नु नै हुन्न थियो हजुरआमाले यता आऊ भने उता जाने उता जाऊ भने यता आऊ अनि मेरो बाले पनि के कुरा रिस उठेर आमालाई ड्याम्म हानेको अगाडिको जाँदै फक्लाकै झऱ्यो निकाल्नै परेन अब म पनि मेरो श्रीमतीलाई कहाँ हानेर यिनलाई तहलाउँ भनेर सोचिरहेको छु अझ निकै फुत्न चलाउनु थालेको छ लुगा पनि आफै धुन सकिन्न र खाना पनि आफै बनाउँदा के हुन्छ यहाँ उहाँ बन्न थालेको छ
कस्तो खालको मान्छे भने तपाईँ क्या अलिकति सोच्नु पर्दैन यसरी तपाईँले आफ्नै श्रीमतीलाई कुटेर तपाईँ नामर्द हो भनेर यहाँ तपाईँको बेइज्जत भइसक्यो थाहा छ तपाईँलाई तपाईँ नामर्द नै हो अनि यस्तो नचाहिने काम गर्नुभयो भने तपाईँलाई हामी सबै मिलेर जेलमा लगेर कोच दिन्छौँ तपाईँलाई अलिकति सोच्नु पर्दैन भने त हेर्नुहोस् तपाईँले जुन हिंसा भाउजूमाथि गरिराख्नु भएको छ त्यही हिंसा तपाईँमाथि भयो भने के हुन्छ जुन पीडा भाउजूले भोगिराख्नु भएको छ त्यही पीडा तपाईँले भोग्नु पर्यो भने के हुन्छ एकचोटि भाउजूको ठाउँमा आफूलाई राखेर राम्रोसँग सोच्नु छ तपाईँ जसले चाहिँ आफ्नो घर परिवार सारा संसार छोडेर मेरो श्रीमानले मेरो सबै थोको भनेर बसिराख्नु भएको अस्ति बजार जाँदा भेटेको थिएँ भाउजूलाई शरीरभरि निल्दाम घाउै घाउ लिएर भाउजू के भयो यस्तो कस्तो घाउै घाउ शरीरभरि के भयो भने भर्याङबाट लडाएर अनि भर्याङबाट लडेर तपाईँको शरीरभरि घाउ हुन्छ त भनेको त होइन अब घरको कुरा के भन्नु दाइले कुट्या हुन्न नि कसैले नभन्नु चुपचाप बस्नु है अनि तपाईँ यस्तो सहेर बस्ने भन्नु पर्दैन भनेको अब आफ्नै श्रीमान हो एक दुई थप्पड त पिटिहाल्छन् सहनु पर्यो भनेर लगाएर त बिचरा तपाईँले यस्तो नसहनु है नसहनु भाउजू भनेको नानी अहिले केही कुरा नगर्नु मलाई हतार छ म जान्छु उहाँ भोकाएर आउनुहुन्छ अरे भनेर यति धेरै खानेकुरा बोकेर उहाँलाई खुवाउन भनेर लिएर गइरहेको पछि घर जाँदा पनि भेटे आफ्नै घाउ भाखा यहाँ यत्रो हात काटेर रगतै रगत आफ्नै बगिरहेको छ मतलब छैन आफ्नो श्रीमानले सुकिलो लुगा लाएर हिँडोस् भनेर यही लुगा धुइराख्नु भएको थियो अस्ति त्यस्तो रगतै रगत भएको हातले श्रीमती चाहिँ मन नपर्ने श्रीमतीलाई ट्याक्की कान्ने फ्राङ्की कान्ने अनि उहाँले धोको लुगा लाएर बजार ठुल्ठुला कुरा गरेर मैले तपाईँहरूको कुरा सुनेको यसो महसुस गरेँ मैले मेरो श्रीमतीलाई अलि अन्याय नै गरेँ अझ अस्ति रातिको कुरा त तपाईँलाई थाहै छैन यस्तै अब पानी पर्ने यस्तो सिजन भयो मेरो साथीहरू पनि खराब के छैन ओहो अर्तिराम दाइ आज त मौसमले च्यालेन्ज गर्नु लाग्यो जस्तो भन्ने अनि ल नि त ल मौसमले च्यालेन्ज गरेर हामी पनि च्यालेन्ज गर्थ्यौँ भनेर अनि भट्टीमा बसेर खान थालेको त्यसपछि खाँदा ढिला भइहाल्यो अब घरमा आफ्नै घर त हो नि जति बेला गएर के भएर बुढीहरूको कामै के छ र जति बेला गएर ढोका खोल्नु परिहाल्छ सोचेर गएँ घर गएपछि ढोका खोल्न पाएको छैन यसो अलिकति माया प्रेमले बोल्नु नि बुढा बिचरा कसरी आइपुग्यो यसरी लर खराउँदै ढोका खोल्न पाएको छैन ओहो आज पनि कुकुरको मुख खाएर आउँदो होइन भन्छन् अनि रिस उठ्छ तँ गइहाल्छ त घर छोडेर गइहाल भनेर अनि कपाल सपाल समातेर घरबाट निकालिदिएर अनि आफू भित्र आएर सुतेँ एकछिनपछि अब झपक्क निदा जस्तो भएको छ फेरि त्यसो हेरे त बाहिर निकालिदिएको थिएँ भित्र आएछन् दुसुत्त परेर अनि बुढा तपाईँलाई अघि मलाई त्यसरी कुट्नुभयो हात टुक्रा हात दुख्यो होला म तेल मालिस गर्थेँ मलाई तेल तताएर ल्याइरहेको बिचरा हेर त आफूलाई मतलब छैन आफूलाई कुटेर आफ्नै श्रीमानको हात दुख्यो होला र तेल लाउन गएर देवी नै रहेछ देवी नै हो उहाँ तपाईँले चिन्न सक्नु भएन बुझ्नुभयो हो नानी तपाईँले आज यो भनिराख्दाखेरि बल्ल मैले यसो सोच्दाखेरि नत्र जहिले एकहोरो सोच्ने आज यसो श्रीमतीको ठाउँमा राखेर सोच्नु त भन्दाखेरि यसो सोच्दाखेरि पो ओहो मलाई त्यसरी कुट्या भए त्यस्तो गरे भए के हुन्थ्यो भनेर यसो सोच्दा कस्तो मन अमिलो भयो हो त अब हेर्नु तपाईँले गएर भाउजूसँग माफी माग्नुपर्छ हुन्छ नानी अनि तपाईँको साथी त्यो सुरेशको पनि भाउजूलाई गरेखेरि हामीले सम्झाउनु पर्यो क्या श्रीमानलाई पनि कुट्नु हुँदैन तिनीहरूको सधैँ झगडा पर्ने यताउता भएर हैरान भएर त्यसको श्रीमती त अहिले विदेश गइसक्यो ए यहाँ हुनुहुन्न म त योसँग जिन्दगी बिताउन सक्दिनँ भनेर गएको छु नि भन्न त तर मसँग कहिले काहीँ कुरा हुँदा के गर्नु दाइ तपाईँ हजुरको भाइ सुत्रेदेखि त हुन्थ्यो सुत्रिँदैन पानी खराब छ त्यही भएर भने नमानेर त्यस्तो गर्नु पर्यो मलाई नि कुट्न मन त कहाँ हो र दाइ भन्थे अब जे भए पनि यस्तो हिंसा कसैले कसैलाई गर्नु हुँदैन भनेर तपाईँले त बुझ्नुभयो नि अब तपाईँले उहाँलाई गएर सम्झाउनु पर्यो त्यो सुरेशलाई देख्दाखेरि बिचरा यो कस्तो पानी मरुवा रहेछ आफ्नो श्रीमतीलाई तलाउन नसक्ने यही चाहिँ खतम रहेछ यो श्रीमती चाहिँ खतम रहेछ पानी व्यवहार खतम रहेछ अनि ल बिचरालाई कुटेको भनेर उसको पो माया लाग्थ्यो आखिरमा गल्ती पनि रहेछ नि त त्यही भएर तपाईँले नै उहाँलाई पनि सम्झाउनु पर्यो भाउजूलाई पनि सम्झाउनु उहाँहरूको सम्बन्ध मिलाइदिनु क्या हिंसा पनि बन्द गर्नु पर्यो अझ अर्को कुरा पनि
बन्द गर्नु पर्यो तपाईँले के बन्द गर्नु पर्यो मैले नानीको मुख बन्द गर्नु पर्यो मेरो मुख होइन तपाईँकै नचाहिने काम चाहिँ बन्द गर्नु पर्यो तपाईँले तपाईँकै मुख चाहिँ बन्द गर्नु पर्यो तपाईँले के गरेको छु हो दिदी उहाँ त मान्छे मार्दै हिँड्नुहुन्छ नि ज्यान लिँदै हिँड्नु भएको छ उहाँले यस्तो गम्भीर आरोप चाहिँ नलाउनु है ज्यान लिँदै हुनुहुन्छ तपाईँले ज्यान ज्यान लिएको छु ल मैले मैले स्वयंको ज्यान लिएको छु तर यो गर्मी महिनामा मान्छेको होइन लामखुट्टेको चाहिँ ज्यान लिएको हुन्छ लामखुट्टेको तपाईँले मान्छेकै ज्यान लिइराख्नु भएको छ बुझ्नुभयो ए बाबा मान्छेको कसरी हुन्छ बरु त्यसले खाएको पेटको निस्किएर रगत चाहिँ मान्छेकै हुन सक्छ नचाहिने कुरा गर्नुहुन्छ उहाँ त 20 वर्षभन्दा कम उमेरका केटाकेटीहरूलाई जम्मा गर्ने भर्खरै 16-17 वर्ष पुगेका केटाकेटीहरूलाई जम्मा गर्ने अनि भड्काउने ल है केटाहरू तिमीहरूको ओठमाथि हेर त जुङ्गाको रेखी बसे अब तिमीहरूको बे गर्ने बेला हो ल है केटीहरू गालामा लाली चढिसक्यो अब बे गर्नुपर्छ तिमीहरूले छिटो छिटो बे गर्ने मजाले जिन्दगी बिताउने रमाइलो हुन्छ भनेर उनीहरूलाई भड्काउने तर हाम्रा भाइ बहिनी त ज्ञानी छन् उनीहरूले त भन्छन् ओहो हुँदैन है हुँदैन श्रीराम काका अहिले हाम्रो बे गर्ने उमेर भएको छैन हामी त 20 वर्ष पुरा भइसकेपछि मजाले हामी त पढेर ठुलो मान्छे हुन्छौँ हामी सक्षम हुन्छौँ अनि मात्र बे गर्छौँ उहाँले सम्झाउँदाखेरि त मैले भनेको कुरा तिमीहरू नसुन्ने ल तिमीहरूलाई मैले जानेको छु भनेर उहाँहरूको घरमा गएर बुवा आमालाई सुत्ता भड्काउने तिमीहरूका केटाकेटीहरू ठुला भइसके मैले सम्झाउँदा त उल्टै मलाई नै के भनेर सम्झाएर पठाए यिनीहरू ठुला भइसक्यो अब यिनीहरूलाई धेरै दिन घर राख्नु हुँदैन है एउटा केटा खोजेर केटीको बे गराइदेऊ अनि केटालाई केटी खोजेर ल्याऊ बे गराइदेऊ तिनीहरूको भनेर तिमीहरूको नाक काटलाई छिटो बे गरिदेऊ भागेर पहिले जाला तिमीहरूका छोराछोरी भनेर सबैलाई भड्काउने काम के गरे दाइ के गरे बाजुले गर्न उक्साइराख्नु भएको तपाईँले ए नानी यो त मैले जे गरेँ राम्रै गरेँ नि अब शुभ कार्यमा ढिलाइ किन भन्छ नि अब बे गर्न परेपछि बेलैमा गरेको राम्रो बेलैमा गरे जिम्मेवारीमा परिन्छ चाँडै बच्चा बच्ची हुन्छन् चाँडै बच्चा बच्ची हुर्किन्छन् बच्चा बच्ची हुर्किन जिम्मेवारी थपेपछि झन् उनीहरू अब मैले कमाउनुपर्छ प्रगति गर्नुपर्छ भनेर लाग्छ यो त झन् राम्रै काम हो नि यो एकदमै गलत काम हो क्या दाइ गलत काम हो तपाईँ राम्रोसँग बुझ्नुहोस् न ए दाइ बे गर्दाखेरि कस्तो कस्तो समस्या आउँछन् भन्ने कुरा थाहा छैन तपाईँलाई त यसरी 20 वर्षभन्दा कम उमेरमा विवाह गर्दाखेरि धेरै समस्या हुन्छ क्या दाइ के समस्या होला र झन् त्यो बेलामा त नयाँ जोस जाँगर हुन्छ जिन्दगीमा जे पनि गर्छु भन्ने उमेरमा अब बे गरेको राम्रो त नि बाल विवाह गर्दाखेरि छिटो गर्न रहन्छ छिटो गर्न रहेपछि बच्चा जन्माउन नसक्दा कति आमा र बच्चाले ज्यान गुमाउनु परेको छ थाहा छैन हाम्रो यही गाउँमा पनि कतिजनाले मृत्युवरण गरेका छन् बच्चा जन्माउन नसकेर बाल विवाहको कारणले हो त कस्तो नबुझ्या तपाईँले यो कुरा त्यही त भने दाइ अब यसरी 20 वर्षभन्दा कम उमेरमा विवाह गरेर जाँदाखेरि पढाइ पनि छुट्यो बिहे गरेर स्कुल आउँदाखेरि साथीहरूले जिस्काउँछन् हेर अहिले त सानैमा बे गरे हेर भनेपछि उसलाई लाज लाग्छ लाज भएर पनि ऊ स्कुल आएन अब आफू स्कुल नगएपछि उसले राम्रोसँग नपढेपछि त भोलि पर्सि राम्रो जागिर खाउँ न त सक्षम हौँ केही काम गरौँ भन्दाखेरि पनि राम्रो जागिरै पाउँदैन कामै गर्न सक्दैन अनि आफै त सानो छ अब कम उमेरमा विवाह गरेपछि उहाँले भने जस्तै ऊ गर्भवती हुन्छ कम उमेरमै कतिले त ऊ बच्चा जन्म नसकेर ज्यानै गुमाइरहेछन् जसले पाए उसले पनि अब आफै त बच्चा छ आफैले केही पढाएको छैन त्यो पाएको बच्चालाई अब के सिकाउने के पढाउने कसरी उसलाई सक्षम बनाउने कति धेरै टेन्सन छ हेर्नुहोस् राम्रोसँग कमाइ नभएपछि पछि मानसिक समस्या हुन्छ टेन्सन भएपछि कतिजना डिप्रेसनमा गएर आत्महत्या पनि गरेका छन् तपाईँले ज्यान ल्यायो कि होइन मेरै बहिनीको त्यस्तो हालत गयो नानी ल मेरो बहिनीलाई पनि मैले 16 वर्षको उमेरमा बिहे गरेर पठाइदिएँ अब छोरी चेलीलाई घरमा धेरै राख्नु हुँदैन माइतीमा भोलि तलमाथि भयो भने नाक काटिन्छ भनेर बिहे गरेर पठाएँ त्यसपछि हजुरहरूले भने जस्तै 16 वर्षमा बिहे गरेर पठाइदिएको अब 17 वर्षमा भान्जा भान्जी देख्न पाइएला जस्तो खबर आयो आहा कस्तो राम्रो पो भनेर मख पर्यौँ पछि बच्चा जन्माउने बेलामा जन्माउन नसकेर भान्जा भान्जीको अनुहार देख्न त परै जाओस् आफ्नै बहिनीको अनुहार त्यसपछि फेरि कहिल्यै देख्न पाइएन नानी आफ्नै घरमा यस्तो घटना घटिरहेछ दाइ अनि झन् तपाईँ अरूलाई पनि चाँडै बिहे गराओ भनेर यसरी भड्काउने हो त अब यो कारणले हुन्छ भन्ने थाहा थिएन नि त नानी त्यति बेला त भगवान्लाई दोष दियो उल्टो ए भगवान् के गरे हामीलाई यस्तो हामी माथि नै यस्तो वज्रपात गर्नुपर्ने यस्तो कलिलो उमेरमा मेरो बहिनीको यो हालत किन गरे भनेर भगवान्लाई दोष दियो गल्ती आफू गर्ने दोष अहिले हजुरहरूले कम उमेरमा बिहे गर्दाखेरि यस्तो यस्तो समस्या हुन्छ भनेपछि म त झसङ्ग भएँ हो दाइ मैले साह्रै नहुने काम गरेको छ आफैलाई त्यस्तो भइरहेको छु है थाहा भएन
अरूलाई समेत मैले अन्धकारमा धकेल्ने काम गरेको म चाहिँ जोडाजोडी मिलाइदिनु पुण्यको काम हो भन्दै जोडाजोडी मिलाइदिनु पर्छ भन्दै लागिरहेँ। फेरि अचेलका केटाकेटी पनि त्यस्तै यो फेसबुक टिकटक रे के जाति यो अनलाइनमा हुन्छ नि सामाजिक सञ्जाल के भन्छन् क्यारे त्यस्तोमा अहिले चाँडै लपसप गरेर मलाई अस्ति 2-4 जना सोध्न आइरहेको थियो। ए काका हाम्रो त एकदम मन परापर भयो, अब हामी के गरौँ होला, हजुरसँग सरसल्लाह लिउँ भनेर आउँदै थियो। अब मैले बुझेँ त्यही हो, म त ए ल भाग तिमीहरू उसो भए भन्दै लगाइदिएँ होइन गएको छैनन् भने अब उनीहरू चाहिँ यो अलिक टाइम मिलाएर जाने प्लान रोकिहाल्छु। तिमीहरू चाँडै बिहे गर्ने यो तिमीहरू यो फेसबुक के जाति यो चलाउने पनि होइन, तिमीहरू अहिले लभ गर्ने बेला हो, तिमीहरूको गालासाला फुटाइदिउँ भनेर म अब तिनीहरूलाई तर्साएर कुरा गर्छु कि नत्र त अचेल केटाकेटी धेरै बिग्रिन थालेको छ क्या। पहिला पहिला पढेर लभ लेटर लेखेर पहिला जान्थे भन्थे, अहिले यो फेसबुक के चलाएर अहिले लभ गरेर भाग्न थालेको छ। त्यो भएर बच्चालाई खास भन्यो भने त मोबाइलै दिनु हुँदो रहेछ क्या नानी, चाँडै लभ गरेर भाग्दो रहेछन्। अचेल अनुहारमा दाग भाले नि राम्रो फोटो बनाएर राख्न मिल्ने के रहेछ। अब त्यस्तो चिजमा फस्न भएन नि त, त्यो कुरामा त आफू पनि सचेत हुनुपर्छ। अर्काले फकायो भनेर आफू फकिने हो त, आफूले पनि विचार गर्नुपर्छ। 20 वर्षभन्दा कम उमेरमा बिहे गर्नै दिन्न, बिहे गरोस् त तिनीहरूका हात खुट्टा भाँचेर राखिदिन्छ भनेर भन्छु क्या। तर त्यस्तो काम त गर्नु भएन नि नानी। हो त सम्झाउनु भएन नि, सम्झाउने हो, सम्झाउने पनि हो र आफैले पनि यो कुराहरू बुझ्न पर्छ नि त, के गलत के सही भन्ने कुरा त छुट्याउन सक्ने उमेर त हो नि त। समाजसेवी क्षेत्रमा लाए हजुरहरूले भनेपछि बल्ल बुझे नि। हो बुझ्न पर्यो दाइ, अब यस्तो काम चाहिँ बन्द गर्नु पर्यो त। अब सुध्रिनु पर्यो क्या दाइ, कहिले सुध्रिने भने हेर्नु त बुढा भइसक्यो तपाईँ। अहिलेदेखि सुध्रिने ल, अहिलेदेखि आजबाट अहिलेबाट भन्दै ल हेर कस्तो राम्रो कुरा सुनाउनु भयो दाइ, साथै सुध्रिया नै हुन्छ। दाइ सुध्रेको खुसियालीमा गाइज एक लट क्ल्याप क्ल्याप। एउटा छोरो युकेमा, एउटा छोरो अस्ट्रेलियामा र अर्को छोरो अमेरिकामा छ मेरो। गोक्टे काजी उमो गोक्टे काजी, सुन्दर मन, अति नै राम्रो सोच, अति नै राम्रो व्यवहार मात्र भएका मान्छेहरू बस्ने हाम्रो यो ठाउँमा 1-2 खराब मान्छे कहाँबाट आइपुगेछन् सम्झी जाने यति रिस उठ्छ मलाई। नमस्कार। होइन सधैँ हाँसिरहने हँसिलो रसिलो देख्ने हाम्रा काजीबालाई आज निकै मधुरो एकदमै टेन्सनमा देख्छु नि। के भयो यत्रो टेन्सन दियो हजुरलाई? नानी हो टेन्सनमा भइँदैन त भने तपाईँहरू भन्नुहोस् त, हजुर हामीले यो ठाउँलाई के बनाउन खोजे र कस्तो बनाउन खोजे? ए काजीबा, हामीले त यो ठाउँलाई लैङ्गिक हिंसा मुक्त समाज बनाउनु भनेर अभियानमै लागिरहेछौँ। हो नि नानी हो क्या हो। अनि हामीले यो ठाउँलाई धुम्रपान मद्यपान लागु पदार्थ दुर्व्यसन रहित ठाउँ पनि बनाउन खोज्या हो नि। एक दुई जना भखम फुसे पुजक्करहरूले तपाईँ हाम्रो यो अभियान नै भान्न खोजिरहेछन् रे। हेर्नुहोस्, लाज शरम पापको डर नभएको मान्छे के भन्दै हिँड्छ अरे भने उमेरै नपुगेका 10 कक्षा पढ्ने बालबालिकालाई सोझा साझा बाउको घरमा गएर घरमा पुगेर ल है बिहे छिटी गरे राम्रो, जति चाँडो बिहे गर्यो उति राम्रो। अनि बिहे गर्दाखेरि दाइजो त टन्न लिनुपर्छ भन्दै नचाहिँदो कुरा सिकाउँदै यसरी मान्छे भड्काउने। हजुर ल है बाहरू, घरमा पोथी बासेको राम्रो हुन्न, महिलाहरूको त पुरै सुन्नुहुन्न भनेर यसरी हिंसा गर्दै। महिलाहरूको पुरै सुन्नुहुन्न भन्ने अरू के अझ सम्झाउँदाखेरि मेरी श्रीमती म भुत्लाउँ कि कुटौँ कि घर निकाला गरौँ कि भन्दै लैङ्गिक हिंसा गर्दै हिँड्छ अरे। यस्तो लैङ्गिक हिंसा गर्नुहुन्छ होला भन्नुहोस्। लैङ्गिक हिंसा त हुँदै हो, यो त अमानवीय कार्य हो, कानुनी रूपमा समेत जघन्य अपराध हो नि काजीबा। अब यस्तो कार्य गर्दा स्वयं त्यो व्यक्तिलाई पनि त्यही त। ए नानी, व्यक्तिलाई मात्र हो र पुरा परिवारलाई समाजलाई
राष्ट्रकै ठुलो नोक्सान हुन्छ यहाँ। ए काजीबा कस्तो नबुझ्या होला। यो उल्टो उल्टो काम गराउने त्यो बज्र श्वास पट मूर्ख नाम चाहिँ के हो त्यसको नाम भन्नु न। एकजना अतिराम भन्ने मान्छे बस्छ अरे यो ठाउँमा। जसले सबभन्दा बढी लैङ्गिक हिंसा गर्दै हिँडेको त्यो मान्छेलाई एकचोटि भेटेर मजाले सम्झाउन मन लागेको थियो। खोजेछु भेट्नु भएको छैन? छैन भेट्नु भएको छैन होइन। बाले यहीँबाट अगाडिबाटै सही हिँडेर गयो भने पनि चिन्नुहुन्छ जस्तो लागेन। चिनेकै छैन मैले त्यो मान्छेलाई। नमस्कार नमस्कार। यस्ता मान्छेलाई चिन्न पनि हुँदैन। त्यस्ता समाज भाँडुवा श्रीमतीलाई कुट्ने बाल विवाह गराइदिने मान्छेलाई चिनेर के काम सम्झाउनु पर्यो नि त्यसलाई। भनौँ न कामै नलाने नानी सभ्य समाज बसेको ठाउँमा यस्तो दूषित काम गर्ने तिमी नै हो। आफैले हिंसा गर्नु पनि भएन, नत्र मैले पहिला मैले यो मेरो बुद्धि नपुगेर बुद्धि बिग्रेर मैले यस्तो गल्ती गरेछु बा। यी नानीहरूले भनेपछि मैले यो बुझेँ मैले गलत काम गरिरहेको रहेछु। मैले आफ्नो श्रीमतीलाई साह्रै अन्याय गरेछु बा, गर्नै नहुने काम गरेछु भन्ने कुरा ज्ञान भयो। र बालबालिकालाई पनि चाँडै विवाह गराइदिएर उनीहरूको भविष्य अन्धकारमय बनाएको रहेछु। मेरै बहिनीको पनि त्यस्तो हविगत भयो भन्ने कुरा ज्ञान भयो। अबदेखि म यस्तो गल्ती भुलेर पनि गर्दिनँ बा। नानी ल तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यस्तो दानवलाई मानव बनाइदिनु भयो तपाईँ। हेर्नुहोस् अर्चीरामजी, म त यहाँ यो ठाउँको भए पनि पाहुना जस्तै भएको छु। हो त बा। अब कार्यक्रममा कहिले मेरी बासै कहिले कान्छी बोलाइदिन्छन्, जानुपर्छ। र पनि हाम्रो ठाउँलाई यो बाल विवाह मुक्त, दाइजो प्रथा मुक्त, लैङ्गिक हिंसा मुक्त, धुम्रपान मद्यपान लागु पदार्थ मुक्त बनाउने अभियानमा हिँडिराखेको छ। तपाईँ त पाएको मान्छे यहीँ बसिरहने, यही भएर तपाईँको कुरा सबैले सुन्छन्। हाम्रो भन्दा पनि हो बा। राम्रो कुरा सबैलाई सिकाउनु पर्यो र हाम्रो यो अभियान सफल पार्ने हिँड्नु पर्यो। हुन्छ बा हुन्छ। पहिला अब म कामसाम केही छैन, यसो बस्यो खाली समय भयो कि के गरौँ हुने, अनि यसो चुरोट खाइदिउँ न त, यसो खैनी च्यापिदिउँ न त, यसो पराग खाइदिउँ न त भने जस्तो लाग्ने। अब यो बुद्धि नपुगेर नि भए। अब त मैले बुझिसकेँ हजुरहरूसँग यो अभियानमा लागेपछि मेरो फुर्सद पनि हुँदैन, यस्ता चिजमा खान मन पनि हुँदैन, समय पनि हुँदैन। त्यही भएर म त अब यो अभियानमा हजुरहरूभन्दा अगाडि लाग्छु। राम्रो लाग्छु के बा। के ल के भयो बा? केही होइन नानी, यी अर्चीरामले चुरोटको कुरा गर्दाखेरि मलाई मेरो सानो नातिको याद आयो। मेरो नाति साह्रै राम्रो पढ्थे। 1 कक्षादेखि 9 कक्षासम्म फर्स्ट भएका थिए। हजुरबा म स्कुलमा फर्स्ट भएँ, मैले प्राइज पाएँ भनेर प्राइज ल्याएर हात हालिदिन्थेँ। तर के गर्नु, किन र बा? मेरो नातिले पनि सानैदेखि लुकी चुरोट तान्न सिकाइरहेछ। स्कुलमा सर मिसहरूले थाहा पाएर बाबु यो चुरोट खान हुँदैन, यो चुरोटले मान्छेको ज्यान लिन्छ भन्दाखेरि पनि मेरो नातिले टेर्दै टेरेन। आफूले पनि नातिले चुरोट तान्न थालेको पत्तै पाउन सकिन। पछि मेरो नाति कलेज भर्ना भयो। अनि के भयो काजुबा? कलेज भर्ना भएपछि साथीहरूको लहलाइमा लागेर लागु पदार्थको दुर्व्यसनमा फस्यो मेरो नाति। लागु पदार्थको दुर्व्यसनमा फसेपछि मेरो नातिले पढाइ पनि बिगार्दै गयो। नसामा फसेपछि काम पनि नराम्रा गर्न थाल्यो। आफूले पनि साह्रै पीडा पायो, परिवारलाई नै पीडा दियो, समाजलाई नै पीडा दियो। एक दिन लागु पदार्थको नसामा लट्ठिएको बेला मोटरसाइकल हुर्काएर लिएर गएछ र रोकिराखेका ट्रकमा ड्याम भयो। त्यो दिन नै मेरो नातिको अन्तिम दिन भयो।
एक सरको चुरोटबाट सुरुवात गरेको मेरो नाति आखिर लागु पदार्थको दुर्व्यसनमा फसेर कलिलै उमेरमा यो संसार छोडेर गयो। मेरो नाति त गयो गयो, मेरो नातिको जस्तो दुर्दशा यहाँ कसैले भोग्न नपरोस्। यहाँ कसैले पनि चुरोट सुर्ती गुड्खा खान नसिकुन् भनेर भगवानलाई प्रार्थना गर्दै यो अभियान सफल पार्न म हिँडिरहेको छु बाबा। यो अभियानलाई जसरी पनि सफल पारौँ। हुन्छ बा, अब हजुरले चिन्ता लिनु पर्दैन। अब हजुरको परिवारमा जस्तो मेरो परिवारमा जस्तो त्यस्ता घटना कसैको जीवनमा नघटोस् भनेर हामी सबै हात्तीमालो गऱ्यौँ भने त कसो नहोला। र हाम्रा यत्रा पढे लेखेका भाइ बहिनीहरू हुनुहुन्छ, सर म्यामहरू हुनुहुन्छ, सबैजनाले यस्ता कुरालाई प्रोत्साहन दियौँ भने त हाम्रो समाज परिवर्तन हुन कति नै बेर लाग्छ र बा। ल लागौँ, हामीलाई अन्त पनि जनचेतना जगाउनु छ, लागौँ। यो अभियान जसरी नै सफल पारौँ।